कागती र त्यो खोर्सानी त्यसरी नराम्रो अन्त नि मान्छेले प्र्याङ्क गरेको मैले भिडियो लिनै बिर्सेछु। मोमो धुलो खोर्सानी राखेको थिएँ। बिस्तारै गाह्रो भयो ल तलैबाट हाई साथीहरू, नमस्ते, स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। फेरि पनि म आज चाहिँ साथीहरूसँग आइसकेको छु। साथीहरू चाहिँ हुनुहुन्छ सेवारो, मेरो नाम चाहिँ निसुम लिम्बू। सेवारो, मेरो चाहिँ मनसा नेम्बाङ। सेवारो, मेरो नाम चाहिँ निरुम लिम्बू। आज चाहिँ हामीसँग रहेको छ च्यालेन्ज चाहिँ हामीले 2x लिएर आएको छौँ। 2 प्याकेट अलिक छ है हामीसँग। अनि कतिवटा मोमो 7वटा मोमो रहेको छ। अनि आज चाहिँ च्यालेन्जसँगै चपस्टिक च्यालेन्ज पनि हुनेछ। चपस्टिक च्यालेन्ज चपस्टिक हामी चाहिँ फर्स्ट टाइमै फर्स्ट टाइमहरू छौँ तीनजना चाहिँ हैन। म पनि हो नि। अनि फर्स्ट टाइमै हो। अनि हामीसँग चाहिँ खानेकुरा रहेको छ यो आलु चप पनि च्यालेन्ज हो र होइन नि। पिउरामा चाहिँ हामीले कोक्लेको छौँ। यसो फ्रिजमा भर्खर निकालेको छ यो चाहिँ। म यसो गरेँ म के कट गर्छु। यो पनि च्यालेन्ज हो। यो सघाउनु पर्छ नि। सघाउनु आफ्नो भएको सबै आफ्नो भएको यो त काट्नुहुन्छ नि हैन। आफ्नो भएको नि सक्ने अनि भरे थप्नु पाइ ल। अनि हाम्रो पनिसमेन्ट चाहिँ रहेको छ कस्तो भयो। फर्स्टलाई चाहिँ यो ठुलो खर्च होइन लास्टलाई यो होइन। अनि कागती एउटा कागती फर्स्ट र सेकेन्डलाई होइन थर्ड र यो कागती र त्यो खोर्सानी त्यसरी नराम्रो अन्त नि कमेन्ट आउन सक्छ। ल साइडमा राखौँ। सबै उयो छ त्यो चाहिँ उयो साइडमा लु च्यालेन्ज या म त कस्तो खानु मन पर्छ उयो गर्नु भयो नि त। कस्तो 1 2 3 गर्नु ल है। र अब के पो च्यालेन्जको लागि टाइम स्टार्ट मोमो त फर्स्ट खाने त जे हातले चाहिँ खानु भन है। 1 टिस्यु पेपर मसाला दिएको च्यालेन्जको लागि टाइम कसरी खानु अप्ठ्यारो हुन्छ दिदीलाई ठोकिन्छ होला होइन जे गरे नि आफू जित्छु चाहिँ हुनु पर्यो। ठोक्यो भने लु अब हामी च्यालेन्जको लागि सुरु एकछिन है। 3 2 1 गो। मेरो त मुखमा घाउ छ यार। मेरो त पक्रिएन है। म चाहिँ खाएँ मोमै खाएँ ल पहिला। अम्म घाममा पऱ्यो नि अलिकति अब तिम्रो फाटिँदैछ। ओइ म त कस्तो घाउमा पऱ्यो यार। कस्तो अप्ठ्यारो भयो। अलिकति आऊ न उयो म उचालौँ। पिरो उचाल्नु नपाएँ। कस्तो स्पाइसी छ। पक्रिनु पनि आउँदैन। मेरोमा कलाको छ। मेरोमा ए चामलमा चाउट हुन्छ अलिकति चाउल ल। अझै घटेन नि। लास्ट स्पाइसी यार। च्यालेन्जको सवाल छ कि त्यो खोर्सानी पो त यार। त्यो यार सकिँदैन त हौ। कसको फोनमा आइरहेको छ फोन। लास्ट चपस्टिक पनि लास्ट गाह्रो भयो यार गर्मीले।
चाउको सकिसकेको छ चाउको सकिसकेको छ उसको मिसुनको आमामा साथी यार अनि पक्रिँदैन चाउल सुक्दैन तिमी आउट हुँदैछौ ल लास्टै पिरो कोक पनि पोयो ए मामा त चाम्रो भएछ केटी हो यार हो पिरो हेर न सबै चलाउनु छोडेर अबे लास्टै पिरो भयो मलाई त खै टिस्यु पेपर म त घरमा थिएँ नि यार के पनि च्यालेन्ज है के हो अन्तिम भइन्छ त पिरो साह्रै म खानु एकपछि फेरि म त भनेर चाहिँ क्या हो के थियो यार के हो निसुमले त अनि म साह्रै पिरो भयो भयो अपराध त भइरहेछ नि त्यो त तपाईँलाई यसपालि खानु दिन दाजुमा मुखबाङ गर्नु फर्की जान्छ है म त चम्ची नै ला उसको त थोरै पो छ त हौ मेरो त हेर्नु न कति ला कति गयो यो अन्तिमको त टिपेन यसो सोझो खाँदा हुन्छ नि मुख लाग्दा हुन्छ लास्टै बिग्रिया सक्नु भयो म उनीहरू भयो केटी बुझ्नु हाल्ने दे ल अब त कोसिस नगर्दा पनि हुन्छ यार सत जस्तो खोर्सानी खाने पालो मलाई त साँच्चै भनेको यार स्पाइसी खानु साँच्चै आउँदैन म कुक थपेको है मलाई पनि दिनु ल गुलो चाहिँ फेरि पस्छ क्या धेरै नै के भएको ओइ मैले उल्टो भयो कि क्या केटी हो होइन हुन्छ उयोमा त मम्मी समात दिँदैन त हुन्छ अब त तिमीलाई त उयो खाँदा नि हुन्छ हातले सेकेन्ड भयो सोचेको थिइनँ यार म यस्तो लास्ट हुन्छु भनेर सरी ल तर स्पाइसमा थाहा मलाई के स्पेसी लाग्यो यसमा अनि चर्चामा पनि छ मैले सुरुमा ममा चोप्दै खाएँ नि त अनि अब मलाई चाहिँ भयो ल ए उयो मोमो पनि छ त हाम्रो ए आलु चप छ ओ माई गड आलु चप खाऊँ
ओ सेकेन्डलाई पनिसमेन्ट नदिउँ ल ला मलाई मात्रै धेरै पर्छ क्या अन्त को खाइहाल्यो अगाइहाल्यो ममै समातिँदैन चम्चीले साँच्चै आज मलाई पनि पिरो भयो ओए चपस्टिकले मैले नि अचार छोपिनँ नि त अन्त मैले उसले पनि दस अचार चोपेको कोक छ है मलाई पनि देऊ न निसु मलाई मैले कस्तो कस्तो बेला खाएँ गाइस म थर्ड भयो है मलाई चाहिँ लास्टै भयो अब त आनन्दले खाऊ मन छ बिरबाट नखानु ल ल गाह्रो भयो ल तलैबाट तलैबाट गाह्रो गऱ्यो कुदे खाऊ आँसु देखिँदैन पिरो खान त कोपो ला मलाई त नि पनिसमेन्ट मिलिहाल्यो नि म अमिलो खान्छु आम्मामा के थियो मलाई कस्तो भयो मोमो पनि खाऊँ न आलु चप हाम्रो च्यालेन्ज चाहिँ सकिएको छ अब विनर चाहिँ उहाँ हुनुहुन्छ अनि सेकेन्ड चाहिँ म हो अनि थर्ड चाहिँ उहाँ अनि फोर्थ चाहिँ यता अब पनिसमेन्ट मिलेको छ फोर्थ र थर्ड र फोर्थलाई थर्डलाई पनि है कस्तो ना च्यालेन्ज चाहिँ हामीले त च्यालेन्ज खाइसक्यौँ साथीहरू च्यालेन्जको मैले मैले जितिसकेको छु म विनर भइसकिसकेँ सेकेन्डमा को भएको ए सेकेन्डमा ऊ भने थर्ड र लास्टमा ऊ भएको छ अनि हामीले अघि चाहिँ सबैले पनिसमेन्ट भनेको थियौँ पनिसमेन्ट त्यस्तो भएन साथीहरू अब चाहिँ रहेको छ यो एक एकवटा काटेर खानु कागती जे गरे भए पनि पनिसमेन्ट Punishment चाहिँ रहेको छ होइन अहिले काटेर खाऊँ न यस्तो काटेर ल अनि कागती र यो नो रियाक्सन नि नो रियाक्सन यो काट्ने काट्ने भने जो एक एकवटा कागती अनि त्यसरी खाऊँ नि रुम अनि सुम काटेर जसरी रुच होइन अनि आधा ल म आधा पारिदिन्छु भिडियो बराबरी छ है को खाने यो यता खाने ओहो बिर्सेको थियो अब सेकेन्डमा ल सेकेन्डमा हामी त यो बिर्सेछौँ नि बिर्सेछौँ है के भयो ल मेरो कोकले छेक्यो नि त पनिसमेन्ट अब पनिसमेन्ट सुरु साथीहरू लु 3 2 1 गो पनिसमेन्ट नो रियाक्सन होइन लाउले त खर्सानी पो खाइजा ओ माई गॉड बिस्तारै के भयो खोइ खाऊ न कोक खाऊ पानी खाऊ कोक खाऊ छुट तिमीलाई पानी खाने सर्केको के ऊ त्यो हामीले घाँटी पो बोल्छ त उयो खाऊ न पानी पानी खाऊ त यो बिलको मजाले अरे मुनिबाट खाइदिनु मुनिबाटै खाऊ घुमाएर
खोइ त कस्तो सर्की भयो लाएर रियाक्सन हेर्नु पाइएन लायो पो त बनायो जाने खोर्सानी त कसो पो लु त मुनिबाट खाइदेऊ आमा यत्रो डुबा डुबा केही हुँदैन हामीमा रियाक्सन हेर्नु पाइएन त नो रियाक्सन छ नि म उता त नो रियाक्सन लु फाइनल लियो अब होस् लु छोडिदेऊ म एउटा खान्छु हो अघि त कस्तो ताने क्या मैले लु छोडिदेऊ लु अघि हामीलाई के थियो लु भयो तिमीलाई उसलाई चाहिँ नि उयो छुट पनिसमेन्ट चाहिँ खुर्सानी खानु नदिएको रियाक्सन हेर्नु पाएन भरे हेर्नुपर्छ साथीहरू होइन अनि खुर्सानी खाँदा पनि अमिलो खाँदा भनौँ ल के भनौँ भनौँ ल अरे उसलाई त किन यो खानु नदिएको भने नि के नभन त भन्ने मलाई त थाहा छैन है उसलाई थाहा छ होला मलाई मसँग साथी को थियो ए खास गरी ट्विन्स है नरु म त कस्तो कन्फ्युज हुन्छ साथीहरू ट्विन्स हो अनि म त किन्छु अझै पनि को ऊ हुँदैन मसँग के गरेको थियौँ हामीले उसको ममामा चाहिँ खोर्सानी दिल उसले हो र साँच्चै साँच्चै त्यही भएर त यो मैले छुट दिएको त यो 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 यहाँको मोमो खाएपछि पिरो भयो होइन त एउटामा एउटामा मात्रै त्यो मोमोमा चाहिँ हामीले खोर्सानी हालेको थियौँ त्यो भिडियोमा हालिदिन्छौँ यहाँ बिचमा त्यही भएर खान नदिएको क्या त्यही भएर उसलाई चाहिँ खोर्सानीको छुट दिएको छ पनिसमेन्टमा चाहिँ भनेपछि यस्तो लु सक्यो है अब हामी अब इन्ट गरौँ ल आलु चपहरू खाउँ न डेकेकोटा तान त आन्टी तपाईँ पनि खानु न त्यो कताबाट राखिदिनु होस् उयो मुनि राखिदिएको छु खानु न तपाईँ पनि उयो मोमो चाहिँ फेरि म हो छिटो छिटो खाने होइन त्यही मात्रै बियो थियो क्या लास्टमा त्यही भएर मोमो नखाएको भए होइन मोमोमा हामीले खोर्सानी नराखेको भए उसले पनि खान्छ नि फेरि सुरु गरौँ न अब बस गरौँ यो इन्ड गरौँ न एकछिन न यो हामीले च्यालेन्ज पनि भ्याइसक्यौँ साथीहरू पनिसमेन्ट पनि भ्याइसकिसक्यौँ अब हामी छुट्टिन्छौँ हाम्रो भिडियो कस्तो लाग्यो मनपर्छ भने लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला हामीले एकदम रमाइलो इन्जोय गर्दै देखायौँ अनि हाम्रो चाहिँ फाइनली प्र्याङ्क चाहिँ सक्सेसफुल भएको छ उसलाई रहेको त्यो प्र्याङ्क चाहिँ अनि सक्सेस भयो आसी रातो जति भयो अनि अब हामी छुट्टिन्छौँ साथीहरू के भन्नु छैन भनौँ के छैन केही छैन उहाँहरूलाई लाइक सब्सक्राइब धेरै माया गरिदिनु होला सबैजनाले त्यही हो अब के भन्नु लाइक सेयर सब्सक्राइब गरिदिनु होला उहाँको च्यानललाई गाइज अब यति भन्दै हामी सबैजना छुट्टिन्छौँ बाई बाई